आमा भनेको आमै हुँदो रहेछन् कि साँच्चीकै आमा भनेको त संसारको सबैभन्दा चोखो प्रेम रहेछ। हाम्रो कहिलेकाहीँ बुढाबुढीको झगडा पर्छ कि फोनमा भनाभरी हुन्छ अनि चाहिँ बोल्दैनौँ एक दुई दिन ल फोनमा नबोले पछाडि आमाले भन्नुहुन्छ कि बुहारीसँग बोलिस् कि नै बोल है त्यहाँ फुरुक्क बरु मलाई फोन नगर बुहारीसँग बोल त्यहाँ बुहारीसित छोरीसित बोलेको सुने भने म खुसी हुन्छु यतातिर बरु मलाई फोन नगर पर्दैन तर बुहारीलाई र छोरीलाई चाहिँ तैँले फोन गर भन्नुहुन्छ कि यस्तो गर्व लाग्छ नि मलाई हो आमा भनेको आमै हुँदो रहेछन् यो संसारमा आमा भन्ने शब्द अरू कसैलाई पनि युज गर्न नपरोस् भगवान् आमाको तुलना अरू कसैलाई पनि गर्न नपरोस् आमा भनेको आमै हो।